विमानस्थलको त्यो 20-22 अरबको कुरो छोड्नुहोस्, प्रत्येक 20-22 हजारमा कुनै ठेकापट्टा सरकारले केही पर्चेज गर्यो भने, प्रोक्युरमेन्ट गर्यो भने पनि त्यहाँ पनि सपोज 20,000 को सामान किन्नु पर्यो भने सरकारी कर्मचारीले 40,000 को बिल बनाउँछन्, 20,000 खल्तीमा हाल्छन् अनि 20,000 को काम हुन्छ। भ्रष्टाचार एउटा संस्कार हो, एउटा संस्कृतिको रूपमा विकास भएको छ। प्रधानमन्त्री राष्ट्रपतिदेखि सबभन्दा तल्लो सरकारका निकायमा बस्ने मानिस भ्रष्ट छ। सूचीमा कति खाए साथीहरूले? 7 अर्बको प्रोजेक्टमा सक्ने भनेर सुरु भएको प्रोजेक्ट, 7 अर्बको बजेटमा सक्ने भनेर सुरु भएको प्रोजेक्ट आज 80 अर्ब खर्च हुँदाखेरि पनि कुनै प्रधानमन्त्रीले जिम्मा लिन्छ? कुनै जलस्रोत मन्त्री, खानेपानी मन्त्री, त्यहाँको हैन डाइरेक्टर जिम्मा लिन्छ कसैले? यत्रो त कति खायो होला त्यहाँ? 7 बाट 80 73 अर्ब रुपियाँ खाँदाखेरि पनि काठमाडौँमा खानेपानी आएको छ, अहिलेसम्म खानेपानी त आएको छ। सिंहदरबारदेखि तपाईको गाउँसम्मका पोलिटिकल मानिसहरू सबै जेलमा जान्छन्। भित्र तपाईको ट्रेकिङ सुरु भइहाल्छ नि, तपाईको घर कतिवटा छन्, तपाईको आम्दानी कति हो, तपाईले कुन पैसा कहाँ हाल्नुभयो, गोजीमा हाल्नुभयो कि सिरानमा राख्नुभयो कि ब्याङ्कमा हाल्नुभयो, त्यो त सबै अहिले एआई भने के अहिले हेर्नुहोस् त, यस्तो सजिलो दुनियाँमा मान्छेले अपरेसन एआईले गर्ने भइसक्यो। मान्छे भ्रष्टाचार पैसा कहाँ राख्यो भन्ने अहिले हामी यो छलफल गरिरहेका। पैसा विदेशमा गएको होला विभिन्न ठाउँमा, उहाँहरूका छोराछोरी, अधिकांशका छोराछोरी बाहिर छन् हैन, उहाँहरूले विदेशमा लगानी गरे हुन सक्छ। यो सबै त खोज्न सकिन्छ, यो कुनै मिस्ट्रियस कुरो होइन। अहिलेको दुनियाँमा भनेपछि यो पैसा कहाँ पुग्यो, त्यो केमा प्रयोग भयो भनेर खोज तलास गर्न सक्ने आधारहरू छन्। एकदम अहिले पाई हिसाब सबै निस्किन्छ। त्यसैले सम्पत्ति त सबै निस्किन्छन्, उसको फर्मल इन्कम कति हुने हो। एउटा सपोज इन्जिनियरले भ्रष्टाचार गर्यो भने इन्जिनियरले कति तलब खान्छ, उसको सबै ट्र्याक रेकर्ड छँदैछ होइन, अनि उसको कमाइले कति धान्य, कमाइबाट बाहिर उसले कति जोडेको छ, त्यो त सबै निस्किहाल्छ नि। अहिले जुन भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ भन्ने मान्छेहरू नै भ्रष्टाचारी हुन्। समस्या यहाँ हो, जो आफै भ्रष्टाचारी छ उसले भ्रष्टाचारलाई त संरक्षण गर्छ। भ्रष्टाचार कसले गर्यो त भन्दाखेरि जो पावरमा छ त्यसले भ्रष्टाचार गर्ने, आम नागरिकले त भ्रष्टाचार गर्न सक्दैन होइन। त्यसैले त्यतिखेर सरकारमा बसेका मान्छेहरू को छन्, तालुकदार मन्त्री को हो होइन, अनि अब यो विमानस्थल भएको हुनाले त्यतिखेरको विमानसँग सम्बन्धित हाम्रो होइन अधिकारीहरू को हुन्, निर्देशक। सर यहाँलाई स्वागत छ। धन्यवाद, नमस्कार। अहिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा 10 अर्बभन्दा बढीको भ्रष्टाचार भएको भनेर संसदीय उपसमितिले नै निष्कर्ष निकालेको छ। उसले प्रतिवेदन पनि सार्वजनिक गर्दैछ। यसलाई तपाईले कसरी हेर्नु भएको छ? हेर्नुहोस्, यो पहिला डिजाइन सुरुमा रिपोर्ट सुरुको फेजमा पोखरा विमानस्थल चाहिँ 14 देखि 15 अर्बभित्र कम्प्लिट हुने भनेर नेपालका इन्जिनियरहरू र विदेशी इन्जिनियरहरूले भनेको स्थिति थियो। त्यो कुरो पहिल्यै सञ्चार माध्यम मार्फत लिक भइसकेको कुरा हो। पछि त्यो ठेकापट्टा दिँदाखेरि 24, 22, 23 अर्ब गराइयो र त्यो बढाइयो। त्यो बढाउनलाई विभिन्न किसिमका राजनीतिक पहुँच भएका मानिसहरू हैन, सरकारका मानिसहरू, मन्त्री, प्रधानमन्त्री, त्यो विभिन्न मानिसहरू, ठुल्ठुला मानिसको संलग्नता बिना त्यो प्रोजेक्टको कस्ट बढ्ने स्थिति छैन। त्यसैले जुन त्यो कस्ट बढेर गयो, त्यो बढेको रुपियाँ चाहिँ भ्रष्टाचार भयो भन्ने शङ्का हो अहिले, र त्यो यथार्थमा परिणत हुने स्थिति पनि देखिएको छ। तपाईँ त एक अर्थविदको हैसियतले भन्नुपर्दा यो भ्रष्टाचारको पैसा कहाँ गयो होला, कसको खल्तीमा पुग्यो होला, यो कालो धनलाई फेरि अर्थतन्त्रमा ल्याउन सकिन्छ कि सकिँदैन, यदि सकिन्छ भने कसरी सकिन्छ सर? हेर्नुहोस्, यसलाई चाहिँ कसरी सकिन्छ भने भ्रष्टाचार कसले गर्यो त भन्दाखेरि जो पावरमा छ त्यसले भ्रष्टाचार गर्ने, आम नागरिकले त भ्रष्टाचार गर्न सक्दैन हैन। त्यसैले त्यतिखेर सरकारमा बसेका मान्छेहरू को छन्, तालुकदार मन्त्री को हो हैन, अनि अब यो विमानस्थल भएको हुनाले त्यतिखेरको विमानसँग सम्बन्धित हाम्रो हैन अधिकारीहरू को हुन्, निर्देशक, महानिर्देशकहरू को हुन्, ठेक्कापट्टा कसले लिएको हो हैन, यो यी सबै मान्छेको खातामा भ्रष्टाचारको पैसा त यिनीहरूकै खातामा जाने हो, आम नागरिकको खातामा त जाने कुरो भएन हैन। र यो पैसा निकाल्न सकिन्छ, कसरी निकाल्न सकिन्छ भने हामीसँग सम्पत्ति शुद्धिकरण आयोग छ हैन, यसले सम्पत्तिको ट्रेकिङ गर्छ।
सम्पत्तिको ट्र्याकिङ गर्छ र त्यो सम्पत्ति चाहिँ उसको आम्दानीबाट जोडिएको देखियो भने त्यो उसकै निजी सम्पत्ति भयो। उसको आम्दानीबाट बाहिरको देखियो भने सम्पत्ति सिज गर्ने नेपालको कानुनले सिज गर्न दिन्छ र त्यो भ्रष्टाचार गर्ने व्यक्तिलाई जेल सजाय हैन र सम्पत्ति सिज पनि दुईटै प्रक्रियाबाट यो अगाडि बढ्न सक्छ। त्यसैले सम्पत्ति त सबै निस्किन्छन्। उसको फर्मल इन्कम कति हुने हो? एउटा सपोज इन्जिनियरले भ्रष्टाचार गर्यो भने इन्जिनियरले कति तलब खान्छ? उसको सबै ट्र्याक रेकर्ड छँदैछ होइन। अनि उसको कमाइले कति धान्ने हो, कमाइबाट बाहिर उसले कति जोडेको छ, त्यो त सबै निस्किहाल्छ नि। र सम्पत्ति शुद्धिकरण हामीसँग छ, त्यसले सम्पत्तिलाई फ्रिज गर्ने, सम्पत्ति सिज गर्ने होइन काम गर्न सक्छ। अब सरकारले बारम्बार भ्रष्टाचार नियन्त्रण गर्ने भनेर भाषण त गर्छ होइन। सरकारका मन्त्रीहरू, प्रधानमन्त्रीको भाषण त तपाईँ हामीले सुनि पनि रहेका छौँ होइन। तर जति चर्का भाषण सुनिन्छ त्यति धेरै ठुल्ठुला भ्रष्टाचारका काण्डहरू पनि छताछुल्ल भइरहेको अवस्था छ। यो पोखराको हेरौँ, कम्तीमा 10 अर्बभन्दा बढी नै भ्रष्टाचार भएको कुराहरू छन्। हाम्रो नियामक निकायहरू कमजोर भएका हुन् कि अख्तियार तथा प्रहरी कमजोर देखिया हुन् कि के छ सर यसमा? होइन, स्थिति के हो भने अहिले जुन भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ भन्ने मान्छेहरू नै भ्रष्टाचारी हुन्। समस्या यहाँ हो। जो आफै भ्रष्टाचारी छ उसले भ्रष्टाचारलाई त संरक्षण गर्छ, तर दुनियाँ पिपुललाई खपतको लागि चाहिँ उसले के भन्छ भने म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार सहिँदैन होइन। यो त सुन्दै आएको कुरो हो नि त। हामीले 33-35 वर्षदेखि होइन पञ्चायत कालदेखि हामीले सुन्दै आयौँ, तर नेपालमा आजसम्म भ्रष्टाचार घटेको होइन, यो बढेर गएको छ। अहिले त सरकारले प्रत्येक कुरो किन्दाखेरि तपाईँ ठेक्कापट्टामा भ्रष्टाचार नभने कुनै एउटा ठेक्कापट्टा छैन। तपाईँ विमानस्थलको त्यो 10-20-22 अरबको कुरो छोड्नुहोस्, प्रत्येक 20-22 हजारमा कुनै ठेक्कापट्टा सरकारले केही पर्चेज गर्यो भने, प्रोक्युरमेन्ट गर्यो भने पनि त्यहाँ पनि सपोज 20,000 को सामान किन्नु पर्यो भने सरकारी कर्मचारीले 40,000 को बिल बनाउँछन्, 20,000 खल्तीमा हाल्छन् अनि 20,000 को काम हुन्छ, सामान किन्छन् तिनले। र त्यो 20,000 को सामानमा पनि के गर्छन्? घाममा सुकाइदिन्छन्, पानीमा पारिदिन्छन् होइन, त्यसका पाट पूर्जा झिक्दिन्छन् र बिगार्छन्। अनि पाट पूर्जा किनेर फेरि त्यहाँ पनि खान्छन् होइन। अनि चलेन भन्छन्, किनकि बेढङ्गको पाट पूर्जा किनेर लिएर आउँछन्, चलेन भनेर अर्को मन्त्री आएपछि फेरि त्यही सामान फेरि अर्को मन्त्रीबाट किन्न लगाउँछन्। नेपालको यो ओपन सेक्रेट हो। त्यसैले हामीले के बुझ्नु पर्यो भने नेपालमा भ्रष्टाचार एउटा संस्कार हो, एउटा संस्कृतिको रूपमा विकास भएको छ। प्रधानमन्त्री, राष्ट्रपतिदेखि सबभन्दा तल्लो सरकारका निकायमा बस्ने मानिस भ्रष्ट छ र पाए जनताले पनि यतिकै ठग्छन्, फेरि पाए भने पिपुलले पनि छोड्दैनन्। त्यसैले नेपालीहरूको एउटा आम संस्कृतिको रूपमा यो भ्रष्टाचार एउटा आम संस्कृतिको रूपमा विकास भएको छ। त्यसैले यो टालेटुले नीतिले तपाईँले अहिलेको अख्तियारले बिचरो बबुरो अख्तियार त्यसले के गर्नु, रिटायर्ड सचिवलाई लगेर होइन प्रशासकलाई लगेर त्यसको अध्यक्ष बनाइदिया हुन्छ, उसले गुलामी गरेर जिन्दगी बिताएको हुन्छ। त्यो गुलाम अली खाँले तपाईँको भ्रष्टाचारलाई समाउन सक्दैन। त्यसैले हाम्रा स्ट्रक्चरहरू, सम्पत्ति शुद्धिकरण छ होइन, त्यसले गर्नुपर्ने सिआइबी छ होइन। पुलिसलाई त भ्रष्टहरूले साइडमा राखेर मैले भ्रष्टाचार गरेका थिएँ त भनेर सोद्धा रहेछन् नि त। अनि पुलिसले के भन्दो रहेछ, पुलिसको हाकिमले देखिन हजुर, छैन हजुर भनेर भने होइन। सरकार जाने बित्तिकै फेरि त्यही पुलिसले समात्न पठायो गृहमन्त्रीलाई, पूर्व गृहमन्त्रीलाई। त्यसैले हामीले नेपालका यी भ्रष्टाचार विरोधी जो अङ्गहरू छन् होइन, यी अङ्गहरूलाई पेन्डुलम बनाइदिएका छौँ। सरकारले यसलाई पेन्डुलम बनाएको छ, राजनीतिक दलहरूले पेन्डुलम बनाएको छ। अनि प्रश्न उठ्छ तपाईँसम्म आज एउटा अर्को नयाँ कुरा के गर्छु भने, बनाएको चाहिँ किन त? बनाएको दुनियाँलाई आँखामा छारो हाल्न हो। किन बनायो त भन्दाखेरि दुनियाँलाई देखाउनु पर्यो नि, आइएमएफले लोन दिँदैन, खोइ तिमीसँग एन्टी करप्सन बढी छ भनेर सोध्छ आइएमएफले लोन लिनलाई होइन। त्यसैले छ हजुर भन्नु पर्यो नि पैसा लिनलाई होइन। वर्ल्ड ब्याङ्कले सोध्छ तिमीसँग होइन मनी लाउन्ड्रिङको विषयमा के छ उपाय भन्दाखेरि छ हजुर भनेर भन्नु पर्यो नि। एन्टी मनी लाउन्ड्रिङ डिपार्टमेन्ट हामीसँग छ भन्नु पर्यो। हो, यो दुनियाँलाई देखाएर खानको लागि खोलिएका संस्थाहरू नि, यो काम गर्नको लागि होइन। अब यी संस्थाहरूलाई हामीले काम गर्न दिन सक्यौँ भनेदेखि भ्रष्टाचार नेपालबाट 3 महिनामा निर्मूल हुने ठाउँ हो यो। अब पोखरा
अन्तर्राष्ट्रिय विमानस्थलमा माटो फ्याल्नेदेखि भ्रष्टाचार सुरु हुन्छ होइन। त्यसपछि त्यहाँ मध्यम खालका विमान मात्र अवतरण गर्न सक्छ, उड्न सक्छ। प्रतिवेदन कस्तो बनाइन्छ, ठुल्ठुला विमान पनि उड्न सक्छन् त्यहाँबाट भनेर प्रतिवेदन बनाइन्छ होइन। माटो खन्नीदेखि पल पलमा भ्रष्टाचार भइरहेको यो अवस्था छ। त्यसमा तत्कालीन मन्त्रीहरू, तत्कालीन अर्थमन्त्री, तत्कालीन पर्यटन मन्त्री लगायत जोडिया छन्। त्यसभन्दा अगाडि पनि खिलराज रेग्मीको पालादेखि नै त्यहाँ करप्सन भइरहेको, अनियमितता भएको कुराहरू पनि छन्। यसलाई चाहिँ के भन्ने सर? होइन, यो स्वाभाविकै हो। प्रत्येक ठाउँमा भ्रष्टाचार त 10 अरब त एक ठाउँमा खान सक्दैन नि त उसले होइन। त्यसैले प्रत्येक स्टेपमा जहाँ जहाँ काम हुन्छ, जे काम हुन्छ त्यहाँ त्यो इन्फ्लेटेड बिल होइन, बिल अब 100 को काम भयो भने 10,000 को बिल बनाएर खाएको हो। यो 100 रुपियाँको काममा तपाईले 10,000 20,000 को बिल बनाएर खाएको हो यो। त्यसैले यो त स्वाभाविक हो। पोखरामा अहिले पछिल्लो कडी हो, पोखराको एउटा रिपोर्ट आएर पोखरा भएको हो होइन। तपाईँ मेलम्चीमा कति खाए साथीहरूले? 7 अर्बको प्रोजेक्टमा सक्ने भनेर सुरु भएको प्रोजेक्ट, 7 अर्बको बजेटमा सक्ने भनेर सुरु भएको प्रोजेक्ट आज 80 अर्ब खर्च हुँदाखेरि पनि कुनै प्रधानमन्त्रीले जिम्मा लिन्छ, कुनै जलस्रोत मन्त्री, खानेपानी मन्त्री, त्यहाँको होइन डाइरेक्टर जिम्मा लिन्छ कसैले? यत्रो त कति खायो होला त्यहाँ? 7 बाट 80 73 अर्ब रुपियाँ खाँदाखेरि पनि काठमाडौँमा खानेपानी आएको छ, अहिलेसम्म खानेपानी त आएको छैन। सर, यसभन्दा अगाडि भ्रष्टाचारका पैसाहरूको मोलमोलाई विदेशमा हुने, विदेशमै राख्ने, विदेशमै सेटिङ गर्ने कुराहरू पनि सुन्निया थिए। पोखराको जुन 10 अर्बको कुरा यो पनि कतै घुमिरहेछ कि के अनुमान गर्न सकिन्छ सर यो पैसाको बारेमा चाहिँ? होइन, यो त उहाँहरूले प्रयोग गरिसक्नु भएको छ। त्यो पैसा त पेमेन्ट भइसकेको छ त सबै लोनमा। अनि चिनिया लोनमा बनायो नि त त्यो हो। अनि त्यो त चीन सरकारले त 22 अर्ब दिइसकेको छ त। त्यो पैसा त युज भइसकेको छ त। त्यो भ्रष्टाचार भएको भनिएको पैसा चाहिँ कहाँ पुग्यो होला? हो, त्यो यहीँ नेपालमा होला, केही पैसा नेपालमै राख्नु भएको होला, कतै लगानी गर्नु भएको होला होइन। अब केही पैसा विदेशमा गएको होला विभिन्न ठाउँमा। उहाँहरूका छोराछोरी, अधिकांशका छोराछोरी बाहिर छन् होइन। उहाँहरूले विदेशमा लगानी गरे हुनसक्छ। यो सबै त खोज्न सकिन्छ। यो कुनै मिस्ट्रियस कुरो होइन अहिलेको दुनियाँमा। भनेपछि यो पैसा कहाँ पुग्यो, त्यो केमा प्रयोग भयो भनेर खोज तलास गर्न सक्ने आधारहरू चाहिँ छ? एकदम अहिले पाई हिसाब सबै निस्किन्छ। फलानाले यति खायो, ढिस्कानाले यति खायो होइन, फलानाले यति खायो भनेर एक हिसाब हरेक दिन निस्किन्छ। किनभने अहिलेको दुनियाँ चाहिँ तपाईँको ट्रान्सपरेन्ट दुनियाँ हो यो। यहाँ कसैले म लुकेर खाइहाल्छु भनेर भन्नै पर्दैन होइन। यो एकदम ट्रान्सपरेन्ट दुनियाँ हो। किनभने कि त मान्छेले पैसा लिएर सिरानमुनि हाल्नु पर्यो होइन, तकिया मुनि राख्नु पर्यो। अब अरबौँ रुपियाँ तकिया मुनि बस्दैन होइन। कुनै ब्याङ्किङ च्यानलमै जानु पर्यो या त हुन्डी मार्फत बाहिर पठाउनु पर्यो। कुनै न कुनै तरिकाबाट कतै न कतै इन्भेस्टमेन्ट त त्यो हुन्छ। त्यो पैसा बोरामा माटो मुनि त हालिदिएको छैन कसैले पनि होइन। र त्यो भ्रष्टाचारीको त्यो बुद्धि पनि छैन। यिनीहरूले कतै न कतै इन्भेस्ट, किनकि यिनीहरूलाई पैसा 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 भन्नु परेको छ। मनी र पावर, सरकारमा बसेर पावर एकुमुलेट गर्ने र सम्पत्ति कमाएर होइन स्टेटस बढाउने, ठुलो गाडी किनेर ठुलो घर होइन बनाएर स्टेटस सिम्बल। यो एकदम ट्रेडिसनल, यो 19औं शताब्दीको सुरुतिर यो घर गाडी होइन राम्रा लुगा त्यो चाहिँ स्टेटस सिम्बल थियो। अहिले त्यो आउटडेटेड भइसक्यो। अहिले हाम्रा नेपालका भ्रष्टाचार त त्यही आउटडेटेड सिम्बललाई लिएर हिँडा स्टेटस खोजिराखेका छन् होइन। जसको ठुलो गाडी छ, जसको ठुलो घर छ होइन, जोसँग धेरै जग्गा जमिन छन्, घडेरीहरू छन्, त्यसलाई अहिले नेपालमा ठुलो मानिन्छ होइन। युरोप अमेरिकातिर त्यो आउटडेटेड 100 वर्ष अगाडिको कुरो हो। त्यो आउटडेटेड भइसक्यो। उनीहरू अहिले अर्को छलाङ मारिसकेका छन्। हामी त्यतातिर छौँ अहिले। त्यसैले यिनका सबै पैसा हेर्नुहोस् पाई हिसाब गरेर निस्किन्छ। अहिले देशको आर्थिक अवस्था नाजुक छ है। विभिन्न प्रतिवेदनहरूले ती कुराहरू भन्छन् पनि। यस्तो अवस्थामा 10 अर्बभन्दा बढीको भ्रष्टाचार हुनु भनेको देशलाई थप सङ्कटमा धकिल्नु हो कि होइन? होइन, यो त 10 अर्ब किन नि 10,000 खाए पनि त त्यो भ्रष्टाचारै हो नि होइन। यसले चाहिँ वैदेशिक सहायतामा चाहिँ असर गर्छै गर्दैन? आउनै छोडिसकेको छ त। वैदेशिक सहायता कहाँ आएको छ त अहिले? तपाईँको जस्तै 6 अर्ब डेफिसिट बजेट थियो होइन हाम्रो।
6 अर्ब वैदेशिक सहायताबाट 3 अर्ब 3 अर्ब चाहिँ आन्तरिक लोन लिने के अरे 3 खर्ब आन्तरिक लोन 3 खर्ब वैदेशिक लोनबाट सहायताबाट चलाउने भनेर यो बजेट बनाएको थियो होइन अहिले चलिरहेको बजेट हो तर आयो त तपाईको 40 अर्ब पनि आएको छैन बाँकी सबै आन्तरिक लोनबाट चलिराखेको छ 4-5 अर्ब त आन्तरिक लोन लिइसक्यो नेपाल सरकारले अहिले यो बजेट कार्यान्वयन गर्नको लागि अनि विदेशीले त पत्याएका छैनन् त आजदेखि हो र तपाईको 10 वर्षदेखि विदेशीले नेपालमा लगानी गर्न छोडिसके नेपाललाई न पत्याउँछन् न लोन आउँछ न ग्रान्ट आउँछ यो दुईटै आउँदैन त 10 वर्षदेखि अहिलेको सिचुएसन फेरि पहिलाको जस्तो छैन जब डोनाल्ड ट्रम्प आयो अमेरिकामा त्यसपछिको वर्ल्ड अर्डर एक किसिमले अर्को किसिमको डाइरेक्सनमा अहिले वर्ल्ड गइरहेको छ अब कसले पैसा दिन्छ यो त आफैले कमाएर खाने हो हेर्नुस् त्यसैले अब नेपाललाई रिस्ट्रक्चरिङ नगरिकन यसलाई रिथिङ्क नगरिकन अब नेपाल अगाडि बढ्न सक्दैन रिथिङ्क रिस्ट्रक्चर भने कस्तो रिथिङ्क भनेको अहिले हिँडेको कोर्स जुन बाटोमा हामी अहिले हिँडिरहेका छौँ जुन किसिमले हामी हिँडिरहेका छौँ यो यसमा हामीले रिइभ्यालुएट गर्नुपर्छ यसलाई हैन र जुन स्ट्रक्चर राखेका छौँ हामीसँग सांसदको संख्या यत्रो ठुलो छ हैन कर्मचारीहरू यति धेरै छन् इलेक्सन यति महँगो छ हैन विभिन्न आयोगहरू महँगा आयोगहरू राखेका छौँ अनेक दलित भनेर आयोग महिला भनेर आयोग अनेक किसिमका आयोगहरू हामीले राखेका छौँ हैन त्यो खर्चिलो छ संघ प्रदेशहरू छन् ती प्रदेशहरू महँगा भएका छन् यो विषयमा हैन लोकल लेभल यतिको धेरै 753 वटा सरकार लोकल लेभलमा छन् त्यो धेरैवटा सरकार भयो त्यसलाई रिस्ट्रक्चरिङ गर्नु छ हामीले त्यसैले हामीले म्यासिभ तपाईले रिस्ट्रक्चरिङ स्टेटलाई नगरिकन अब यो देश अगाडि बढ्नै सक्दैन यस्ता ठुलठुला भ्रष्टाचार काण्डहरूलाई रोक्न सकिन्छ कि सकिँदैन रोक्न सकिन्छ भने आधार चाहिँ के छन् होइन सकिँदैनतिर जाँदै नजानुस् न यो त म्यान मेड हो नि करप्सन भनेको म्यान मेड हो नेचुरल हो र तर नेपालको यसो हेर्दाखेरि त नसकिया जस्तो एकदमै गलत चिन्तन हो त्यो म तपाईलाई भन्छु हामी सूर्यलाई पो चेन्ज गर्न सक्दैनौँ त हैन मान्छेले पानी त पार्न थालिसके बादल बनाएर नेचुरल क्यालामिटीलाई भूकम्पलाई रोक्न नसकिएला जुन नेचर हो नेचर पो डिटर्मिनिस्टिक हुन्छ र त्यसलाई रोक्न सकिँदैन त नेचर डिटर्मिनिस्टिक हुन्छ त्यसैले यसलाई रोक्न सकिँदैन तर पोभर्टी म्यान मेड हो नेपालको गरिबी मान्छेबाट निर्मित हो हैन करप्सन म्यान मेड हो जुन कुरो म्यान मेड छ त्यसलाई त चेन्ज गर्न सक्दैन हामी सजिलोसँग इजिली चेन्ज गर्न सक्छौँ हो अब तर यहाँ त भ्रष्टाचार पनि कुनै फिल्ममा स्क्रिप्ट लेखे जस्तो कि यस्तो ड्रामेटिक तरिकाले भ्रष्टाचार हुन्छ ठ्याक्कै नेपालमा भ्रष्टाचारलाई चाहिँ रोक्नै चाहने हो भने के गर्दाखेरि ठ्याप्पै रोकिन्छ भ्रष्टाचार तपाईलाई एउटा सामान्य कुरो गरे हुन्छ हामी युएन को सदस्य छौँ युनाइटेड नेसनको हामी सदस्य हौँ हैन एन्टी करप्सन युएन को एन्टी करप्सन तपाईको यो सफ्टवेयर छ एन्टी करप्सन सफ्टवेयर छ एउटा एप्स भनौँ न एन्टी करप्सन एप्स छ त्यो एप्स प्रयोग गर्ने हो भने मोबाइलमा प्रत्येक मान्छेको प्रत्येक दिनको इन्कम र एक्सपेन्सेस देखिन्छ यसैमा तपाईँ त्यही एउटा प्रयोग गर्नुहोस् न हामी सदस्य हौँ युनाइटेड नेसनले बडो मजासँग हामीलाई दिन्छ हैन त्यो बापत अलिकति हामीले पैसा तिर्नु पर्ला हरेकको हातमा मोबाइल छ हैन झन् ठुल्ठुला मान्छेको त झन् महँगा मोबाइल छन् एन्ड्रोइड हैन अनेक किसिमका आइफोनहरू छन् अहिले नयाँ तिनले सबैले त्यो मान्छेले समाउने यो मोबाइल समाउने बित्तिकै उसको इन्कम र उसको एक्सपेन्सेस र मोबाइलमा आउँछ र यो प्रत्येक राज्यको सेन्ट्रलाइज सिस्टमबाट प्रधानमन्त्रीले मेरो राम भन्ने मेरो हैन मेरो पिपुलले कति कमाएछ आज कति खर्च गरेछ श्यामले कति कमाएछ कति खर्च गरेछ हरिले कति कमाएछ सीताले कति कमाइछन् कति खर्च त्यो प्रधानमन्त्रीले हाम्रो 3 करोड पपुलेसन हो सर्र ठुलो स्क्रिनमा हेर्न सक्नुहुन्छ आफ्नै अफिसमा बसेर अहिले यस्तो टेक्नोलोजीको समयमा तपाईँ सक्नुहुन्छ भनेर भ्रष्टाचार नियन्त्रण 1 सेकेन्डमा तपाईले त्यो एप्स प्रयोग गर्नुहोस् 1 घण्टाभित्र तपाईको ट्रेकिङ सुरु भइहाल्छ नि तपाईको घर कतिवटा छन् तपाईको आम्दानी कति हो तपाईले कुन पैसा कहाँ हाल्नुभयो गोजीमा हाल्नुभयो कि सिरानमा राख्नुभयो कि ब्याङ्कमा हाल्नुभयो त्यो त सबै अहिले एआई भने के अहिले हेर्नुहोस् त यस्तो सजिलो दुनियाँमा मान्छेले अपरेसन एआईले गर्ने भइसक्यो मान्छे भ्रष्टाचार पैसा कहाँ राख्यो भन्ने अहिले हामी यो छलफल गरिरहेका छौँ जस्तै क्रिप्टो करेन्सी हैन यो क्रिप्टो करेन्सीलाई कसरी फेयर गराउन सकिन्छ भनेर अहिले विभिन्न एप्सहरू हैन
तयार भएका छन् संसारभरि। हरेक मानिस जसले लगानी गर्यो हो त्यसको कति पैसा मिनेटमा त्यसको ग्रोथ कति भयो होइन, कति घट्यो, त्यो सेकेन्डमा आउँछ त मोबाइलमा। त्यस्ता एप्सहरू तयार भएका छन् त। त्यो हामीले यहाँ भ्रष्टाचारमा प्रयोग गर्न सक्दैनौँ। यी सचिवहरूको सबैको त्यो सिस्टममा ल्याउँ त, सचिवको नम्बर, मन्त्रीका नम्बरहरू सिस्टममा ल्याइदिउँ त। त्यो मोबाइल नम्बरबाट तपाईँ सबै ट्र्याकिङ भइहाल्छ नि। के गाह्रो छ तपाईँको? यो अलिकति सिस्टम डेभलप गर्नलाई हामीलाई 1 महिना जति समय लाग्ला हाम्रो देशभित्र होइन। 1 महिना मेहनत गर्ने हो भने सबैको सम्पत्ति हिजो 1 रुपैयाँ थियो, आज कति थप्यो उसले थाहा भइहाल्छ नि। पोखराको काण्डमा चाहिँ मन्त्रीलाई चाहिँ चुक्याइरहेछ, प्रतिवेदनमा उहाँहरूको नाम पनि छैन, कर्मचारीलाई मात्र डसिया छ। कर्मचारी मात्रै सामेल हुन् यसमा? हेर्नुहोस्, तपाईँलाई म एउटा कुरा भन्छु, नेपालको भ्रष्टाचार मात्र पोलिटिकल म्यानको सपोर्ट बिना सम्भवै छैन। कर्मचारीले त्यो दुस्साहसै गर्दैन। कर्मचारीले खाने सानो तिनो 1.5 लाख 2 लाख त्यसलाई त च्यापो पारो सभातकै छ। कर्मचारीले खाने यो सानो पैसा हो, मिलो मतोमा खाने हो कर्मचारीले। पोलिटिकल लिडरसिपको मिलो मतोमा तपाईँको बिजनेसम्यान र ब्युरोक्रेसी, यो दुईटा बीबी, पोलिटिसियनको सपोर्टमा बिजनेसम्यानले पनि भ्रष्टाचार गर्छ र ब्युरोक्रेसीले नि भ्रष्टाचार गर्छ, तर त्यसको मूल स्रोत भनेको चाहिँ पोलिटिसियन हो। अन्त्यमा के भन्नुहुन्छ यो पोखराको भ्रष्टाचार सम्बन्धी? यो गलत भएको छ, यो पहिल्यै पनि थाहा थियो र समितिले एउटा रिपोर्ट पनि दिएको छ, उसले पनि इन्डिकेट गरेको छ। यसको छानबिन गरेर यिनको सम्पत्तिका स्रोतहरू हेरेर छानबिन गरेर नेपालको कानुनअनुसार यिनीहरूलाई कारबाही गर्नुपर्छ। तर मलाई के विश्वास छ भने मैले भने हो यो कारबाही हुँदैन, किनभने नेपालमा जो मान्छे कारबाही गर्ने तहमा बसेको छ त्यो आफै भ्रष्ट छ। समस्या हाम्रो त्यो हो। त्यसैले हामीले अलिकति संसदमा होइन मेजोरिटी कमान्ड गर्ने एन्टी करप्सनमा लागेका साथीहरू होइन, जसले भ्रष्टाचार गर्दैनन्, ती मान्छेहरूको एउटा समूह निर्माण गरेर क्याबिनेट डिसिजन फर्म गर्ने हो भने यही कानुनले यहाँका थुप्रै अहिले भइरहेका प्रधानमन्त्री, मन्त्रीहरू होइन, यी सबै मान्छे कुनै न कुनै मात्रै टिम राम्रो आउने हो भने नेपालमा सबै मान्छे पोलिटिक्समा लागेका अधिकांश तपाईँको गाउँ लेभलका समेत, किनकि यिनीहरूले मेयरलाई समेत भ्रष्ट गराएका छन् साथीहरूले, वडाध्यक्ष पनि भ्रष्ट चुर्लुमा डुबेको छ भ्रष्टाचारमा होइन। त्यसैले सिंहदरबारदेखि तपाईँको गाउँसम्मका पोलिटिकल मानिसहरू सबै जेलमा जान्छन्। तर यो जनताले थाहा पाएर राम्रा मान्छेलाई संसदमा पठाउनु पर्यो, तिनको मेजोरिटी कमान्ड गरेर गभर्मेन्ट फर्म हुनु पर्यो र प्रक्रिया यही हो। हेर्नुहोस्, यही प्रक्रियाबाट नै जाने हो। यो प्रक्रिया छोडेर अब अर्को प्रक्रियाबाट जान सकिँदैन। हस् सर, व्यस्त समय हामीलाई उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद, नमस्कार।